सबैलाई नमस्कार। सुनिता किचन हाउसमा आज म तपाईँहरूलाई यस्तो मिठो पास्ता बनाएर खुवाउँदैछु। कसरी बनाउने हेर्नुहोस् है त। पहिला चाहिँ कराईमा तेल हाल्ने, अनि जिरा, अनि खुर्सानी हाल्ने, अनि मैले प्याज पनि हालेँ। कसैले चाहिँ यो जिराहरू रातो भएपछि हाल्छन्, तर मैले चाहिँ प्याज सँगसँगै एकैचोटि रातो होस् भनेर हालेको हो। र मजाले चलाउनु होला। तपाईँहरूको घरमा पनि कसरी चाहिँ यसलाई अलिकति रातो बनाउनु होला। त्यसपछि हामीले चाहिँ अलिक रातो भएपछि चाहिँ फ्लेभर पनि मिठो राम्रो देखिन्छ नि त, अनि मिठो हुन्छ। अनि मैले टमाटर पनि हालेँ। अब सबैलाई एउटै बनाउन खोजेको हो। अनि यस्तो मजाले चलाउनु होला। अनि एकछिन छोपिदिनु, मजाले पाकेपछि तपाईँलाई के राख्नु भएको छ, मटर चना तपाईँहरूले उम्रेको भयो भने, यस्तो मेरो जस्तो भयो भने मिठो हुन्छ। अनि त्यसपछि मजाले त्यसलाई चाहिँ मिक्स गर्नु होला। स्वादअनुसार बेसार कस्तो कलरको राख्नुहुन्छ, कसैले त बेसार हाल्नुहुन्न। स्वादअनुसार नुनहरू हाल्नु होला हैन। कसैले चाहिँ कालो नुन खानुहुन्छ, कसैले सेतो नुन। अनि मजाले मिक्स गर्नु होला। हेर्नु त कति मजाले पाको। त्यसपछि मैले कोपी हालेँ। अब यो कोपी पनि एकछिनमा त्यहीसँग मिक्स हुन्छ। अनि मैले मजाले चलाएको छु। हेर्नु न, हेर्दै खाउँ लाग्दो परेको छ। अनि यस्तो मजाले मिक्स गर्नु होला तपाईँहरूले हैन। चाहिँ यस्तो राम्रो भयो। त्यसपछि मसला आफूलाई स्वाद अनुसारको, कसैलाई त स्वास्थ्यले खानु हुँदैन, कसैले खानुहुन्छ, यसरी हाल्नुभयो भने चाहिँ एकदम टेस्टी हुन्छ हैन। यसरी टेस्टी बनाउँदैछु म पनि तपाईँहरूलाई देखाउँछु। आज तपाईँहरूको घरमा सजिलै बनाउन सक्नुहुन्छ। एकदम मजाले मिक्स गर्नु है यसलाई। अनि मिक्स गरेपछि एकछिनपछि यसको कलरै अर्कै आउँछ। हेर्नुहोस् त कस्तो राम्रो आयो। अघि मैले हालेको प्याजहरूको यो सबै मिक्स भयो। अनि यो चाहिँ अजिना हो। अजिना कसैले खानुहुन्छ, कसैले खानुहुन्न, तर यसले स्वाद चाहिँ बबाल ल्याउँछ। अनि यो पास्ता चाहिँ अघि मैले उसिनेर राखिरहेको थिएँ। अब भिडियो लामो हुन्छ नि त हैन, त्यही भएर मैले चाहिँ अघि लामो बनाएको थिएँ, अघि उसिनेर राखेको थिएँ। अनि मैले यसलाई अब मजाले मिक्स गर्छु। अनि यस्तो राम्रो देखिँदैछ। यसमा चाहिँ मैले केही हालेको थिइनँ, पानीमा मात्रै उमालेर रेडी गरिरहेको थिएँ। अहिले यस्तो भयो हेर्नुहोस् त। अहिलेको सेतो थियो, अहिले मसलाहरूसँग मिक्स भयो। अनि अब चाहिँ खाना लगभग रेडी भइसक्यो। अब मैले यसरी हेर्नुहोस् त, अब म चाहिँ घरको यो खाजाको रूपमा प्रयोग गर्छु। यसपछि तपाईँहरूले यसमा चाहिँ अरू केही कुराहरू पनि मिलाउन सक्नुहुन्छ। मैले चाहिँ प्याज काटेर हालेँ, अनि धनियाँहरू पनि हाल्छु हैन। अनि यसमा चाहिँ मैले चाहिँ अन्डाको पनि बनाएको थिएँ, अमलेट पनि राखेर खाँदा कस्तो राम्रो देखिन्छ नि त भनेर